हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ धेरै लामो समयपछि चाहिँ मैले ब्लग लिएर आएको छु। आज चाहिँ म गाउँ जानको लागि रेडी भएर बसेको छु र लुगा लगाएर रेडी भइसकेको छु। आज चाहिँ म रामेछाप जानको लागि भनेर रेडी भएको छु। म चाहिँ धेरै समयपछि चाहिँ रामेछाप जाँदैछु होइन। आज लगभग म भनेको 1.5 वर्षपछि रामेछाप जाँदैछु र आजको गाउँको यात्रा चाहिँ कस्तो हुँदो रहेछ हेरौँ है त। चाहिँ अब यहाँनिर सामान हालेको छु स्कुटरमा। एकछिन कसरी जाने हो गाउँ। यो सामान चाहिँ जडीबुटीसम्म जान्छ। अनि यो चाहिँ मलहरू हो। यो मल चाहिँ अनि मैले गाडीमा हालिदिन्छु अनि म नि जाने त गाडीमै हो। सो अनि स्कुटर चाहिँ ता भाइलाई छोडिदिन्छु अनि जडीबुटीसम्म चाहिँ म आफै चलाएर लिएर जान्छु अनि यो सामानहरू पनि लिएर जान्छु अनि सबै चाहिँ अनि गाडीमा जान्छु। खाप्रीको यता छौरी देउराली गाउँपालिकामा आइपुगेको छु। यहाँबाट चाहिँ हाम्रो गाउँ देखिँदो रहेछ। यो फारीको चाहिँ गाउँ, यो फारीको गाउँ चाहिँ हाम्रो हो। जुन यो पर्वको यो भिड देखिन्छ यो गाउँ चाहिँ हाम्रो हो। यो बाटो खनेको ठाउँको गाउँ। अहिले चाहिँ म यहाँनिर छु। अहिले चाहिँ हामी यहाँनिर छौँ। गाडी चाहिँ यहाँ पर रोकिरहेको छ र अहिले हामी यहाँनिर आइरहेको छौँ। यो चाहिँ हो हाम्रो गाउँ रामेछाप। यो चाहिँ गाउँ जाने बाटो यस्तो उठेर छ। यो फारीको चाहिँ हाम्रो गाउँ हो। यो फारीको हाम्रो गाउँ। यो चाहिँ हामी अहिले काभ्रेको सिमानामा छौँ। अहिले चाहिँ आमा होइन बाटो नि साह्रो हो। ए तलको चाहिँ चौरी खोला यहाँ चाहिँ स्ट्रेट भएर लाग्ने बाटो छ। यो पारी चाहिँ रामेछाप। अहिले चाहिँ हामी खाप्रीमै छौँ। काभ्रे सिमानामा। साथीहरू म चाहिँ घर आइपुगेँ। अहिले चाहिँ होइन 4 बज्यो, 3:30 भएछ होइन। 3:30 बजेपछि म लगभग बिहान 8 बजे हिँडेको भनेपछि 8, 9, 10, 11, 12, 1, 2, 3, 4, 7, 8 घन्टा 8 घन्टा लगाएर चाहिँ म घर आइपुगेँ होइन। गाडी चाहिँ छिटै आउँथ्यो बट दोलाल घाटमा रोक्यो, बनेपातिर रोक्यो होइन। सामान हाल्दै हाल्दै गर्दा आउँदाखेरि चाहिँ अलिकति ढिला भएको हो। सो म चाहिँ घर आइपुगेँ। साथीहरू आज चाहिँ हामी घरमा आरू खान लगाएको छौँ। हामी आरू देखाएर गेडा गेडा के देखाएर है गेडा आरूको गेडा देखा भन्नलाई फेरि यसले लजाउँछ क्या। यो त लजाउली छ नि त यो पोकोली लजाउली छ पोकोली। हामी चाहिँ नुन खोर्सानी र आरू खानलाई छौँ साथीहरू। गाउँमा आएर होइन नुन खोर्सानी चाहिँ फेरि यसले नुन बढी खोर्सानी थोरै लिएर आइज। सो हामी चाहिँ आरू खानलाई छौँ। असारे आरू हो यो चाहिँ। भाइले टिपेर लिएर आएर हामी आरू खाँदैछौँ साथीहरू सँगै। बारीमा मकै गोड्न जान लागेको छु। अब यस्तै हो साथीहरू। गाउँमा आएपछि होइन मकै त गोड्नु नै परिहाल्यो, घाँस काट्नु नै परिहाल्यो। यस्तो साथीहरू यो चाहिँ मेरो घर हो। यो चाहिँ र अहिले चाहिँ म बारीमा मकै गोड्न जानको लागि रेडी भएको छु। बिहान बिहानै क्याप टोपी लगाएर। यो क्याप टोपी चाहिँ किन लगाएको होला, काठमाडौँबाट गाउँ आएपछि नाटक गर्छ क्याप टोपी लगाएर हिँड्छे भन्छन् नि त। त्यही भएर त्यो भन्नेहरूलाई चाहिँ नभनिदिनु होला।
मैले चाहिँ क्याप टोपी चाहिँ घाम कस्तो छ अब देख्न सक्नुहुन्छ यस्तो घाम लागिरहेछ अनि मैले चाहिँ क्याप टोपी लगाएर अनि मकै गोड्न जाँदाखेरि चाहिँ घाम मुहा पर्दैन डढिँदैन काली भइँदैन भनेर लगाएको। अब जे भन्यो नि भन्नुहोस् होइन हजुरहरूले भन्ने मान्छेको मुख थुन्न सकिँदैन। सो त्यसैले म चाहिँ क्याप टोपी लगाएर मकै गोड्नका लागि जान लागेको छु। सो साथी हेर म आज चाहिँ म गाउँमा आएर अब के काम गर्छु त आएको यति मकै गोडिसकेँ। मकै गोड्दा त यहाँ हात ठेलै उठिसक्यो मेरो आमा मेरो ठेलै उठिसक्यो नि। यता चाहिँ मम्मी म भएर मकै गोड्न लाग्छौँ। मकै गोड्दाखेरि कति वर्षपछि गोडेँ हौ मेरो 2-3 वर्षपछि गोडेँ होला है। 4 वर्ष 4 वर्ष त भयो या 4 वर्षपछि मकै गोड्दा नि हात ठेलो उठिसक्यो मेरो। मजा आइरहन्छ र मकै गोड्दा चाहिँ मजा आउँदो रहेछ रे के होइन। मकै चाहिँ यत्रो ठुलो बोट भइसकेको रहेछ अनि हामी चाहिँ यहाँनिर मकै गोड्न लागेको। साथीहरू मैले चाहिँ मकै गोडेर म चाहिँ यता घुम्न आएको। ओ यो गाउँ चाहिँ पाङचेत हो है साथीहरू। यहाँ हाम्रो गाउँ चाहिँ यहाँबाट डाँडा काँडा सब देखिन्छ हाम्रो यताबाट। यो हिमाल पनि देखिन्छ यताबाट यता यो फ्री डाँडा काँडाको बिचमा हाम्रो गाउँ छ। अहिले त बाटो पनि ग्यास स्विट बनाएको रहेछ क्या बाटो पनि अहिले त यतापट्टि एकदमै राम्रो बनाएको रहेछ। म चाहिँ यहाँ घुम्न आएको। यस्तो घारीको बिचमा चाहिँ हाम्रो गाउँ छ हौ त पारिपट्टि देखिने गाउँ त्यो चाहिँ थापा गाउँ यतापट्टि हो हाम्रो गाउँ चाहिँ। सो म चाहिँ यहाँनिर आएको घुम्नलाई। यो बाटो पिच गऱ्यो भने म अर्को वर्ष गाउँ आउँदाखेरि कार लिएर आउँछु म। बुढाको किन ल्याउनु मलाई आफ्नै कार लिएर आउँछु नि। सके आफै किनेर लिएर आउँछु सकिन भने भाडामा भए पनि म कार चाहिँ जसरी नि लिएरै आउँछु हेर्नु है त। यो बाटो मात्र चलाउने के अरे उता बालुमा त अप्ठ्यारै रहेछ बाटो। बालुबाट उता तलतिर खोला पिच गरेर खोलाबाट यता हाम्रो यहाँ रिष्टे गुराँसेसम्म पिच भयो अरे अर्कोचोटि म गाउँ आउँदा चाहिँ जसरी नि कारै लिएर आउँछु है। आफ्नो नभए पनि आफैले किनेर त ल्याउन नसकुला अहिले आफूले किनेर ल्याउन नसके पनि भाडा भए पनि कार लिएर आउँछु है। अनि कारमा चढेर घुमाउला तपाईँलाई रिष्टे बजार हुन्छ त्यति भन्दा त खुसी हुनु न। आउँदो रहेछ त पारिपट्टिबाट यहाँबाट यता त जाँदो रहेछ अरूले लिएर आउँछन् नि। चौरी खोला हिजो हामी त्यही त सिम्पानीपट्टिबाट आएको हिजो त बाटै थाहा भएन। सिम्पानीपट्टि पनि गाह्रो त गाह्रै रहेछ बाटो गाडी हिँडेको जस्तै बाटो रहेनछ। अनि बाटो त यत्रो बाटो छ गाडी आएर हेर्नुलाई चाहिँ यो डाँडोबाट उता चाहिँ रिष्टे बजार यहाँ चाहिँ यस्तो डाँडो छ यस्तो जङ्गलै जङ्गल छ। यहाँतिर बाघ छ होला हो यहाँ जङ्गलमा त उतापट्टि जङ्गलमा सबै आवल आइहाल्यो यहीँ त होला नि बाघ आएर बस्ने। अन्त ओडारमा बस्छ के अरे बाघ त के को जङ्गलमा बस्ने। सबैजनाले लाइक सेयर एन्ड कमेन्ट गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच। यस्तै भिडियोहरू फेरि पनि आउने छ हेर्दै गर्नु होला।